सो हेलो एन्ड नमस्ते, वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानलमा। वर्ल्ड कप क्वालिफायर्स गेम अन्तर्गत आज भएको गेममा अर्जेन्टिनाले ब्राजिललाई धोबीले कपडा धोए जसरी धोएको छ। आई एम सो सरी गाइज, तर के गर्ने, रियालिटी यही हो। पर्सनली म अर्जेन्टिनाको फ्यान त होइन, तर जुन तरिकाको गेम आज अर्जेन्टिनाले देखाएको थियो पक्कै पनि त्यो तारिफ गर्न लायक नै थियो। साथै ब्राजिलको गेम भने बिर्सन लायकको थियो, तर ब्राजिलको फ्यानहरूलाई भने सायद बिर्सन गाह्रै पर्ला। खेल सुरु भएको चौथो मिनेटमा नै जे अल्भारेजले गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएको थियो। त्यसपछि 12 मिनेटमा ई फर्नान्डेज र 37 मिनेटमा एमेक एलिस्टेरले गोल गरेपछि अर्जेन्टिना हाफ टाइम अगाडि नै जिततर्फ दौडिरहेको थियो। साथै खेलको 71 मिनेटमा जी सिमोनले गोल गरेपछि अर्जेन्टिना ब्राजिललाई 4-1ले हराउन सफल भएको छ। ब्राजिलको लागि एकमात्र सान्त्वना गोल एम चुनाले 26 मिनेटमा गरेको थियो। खेलभरि अर्जेन्टिनाको बल पोजिसन 56% थियो, साथै अर्जेन्टिनाले 527 पटक पास खेलेको छ। यता ब्राजिलको भने बल पोजिसन 44% थियो र ब्राजिलले 425 पटक पास खेलेको छ। खेलभरि अर्जेन्टिनाले 12 शट हान्दा 7 शट अन टार्गेट थियो भने ब्राजिलले मात्र 3 शट हान्दा 1 शट अन टार्गेट थियो। खेलमा अरु कुरामा पछाडि परे पनि ब्राजिल फल हान्न भने अगाडि देखिएको थियो, जहाँ अर्जेन्टिनाले 12 फल हान्दा ब्राजिलले भने 19 फल हानेको थियो। साथै खेलभरि दुवै टिमले 5-5 वटा येलो कार्ड पाएको थियो। सो गाइज, हजुरलाई आजको भिडियो कस्तो लाग्यो र हजुरहरूको फेभरेट टिम कुन हो मलाई कमेन्टमा अवश्य भन्नु होला। र यस्तै भिडियो हेर्नका लागि डोन्ट फर्गेट टु सब्स्क्राइब। तपाईको दिन शुभ रहोस्।